कोठामा म र सुस्मिता मात्रै थियौं। बिजुली पनि थिएन, त्यसैले हामी त्यत्तिकै बसिरहेका थियौं। सुस्मिता म बसेको सोफा अगाडिको सोफामा बसेकी थिइन्। उनले स्कर्ट र टी सर्ट लगाएकी थिइन्। यस्तै क्रममा मेरो नजर एक्कासी उनको खुट्टातिर गयो। मैले उनको खुट्टातिर हेर्दै जिब्रोभित्र बाहिर गर्दै मुख चुकचुकाइरहेको थिएँ। उनले देखिहालिन्। म डराए उनले केही भन्ने हो कि भनेर, तर त्यसो भएन। उनी त झन् लजाउन पो थालिन्। त्यसैले मैले झन् घोरिएर हेर्न थालेँ। उनले त बिस्तारै आफ्नो टाङ फटाइन्। म जसङ्ग भएँ कि मैले उनले लगाएको सेतो कछिट छर्लङ्गै देखेँ। उनको त्यो सेतो कछिट अति नै सुन्दर थियो। उनको त्यो पोटिलो पुतीको आकार कछिट बाहिरबाट नै छर्लङ्ग देखिएको थियो। उनको पुतीको केस्रा छुट्टिएको थियो। यो दृश्य देखेर मैले आफूले आफैलाई बसमा लिन नै सकिन, जसको फलस्वरूप मेरो हात मेरो लाडोतिर गएको थियो। मेरो लाडो यति ठन्केको थियो कि मेरो पाइन्ट नै छेडेर बाहिर आउला जसरी। मैले बिस्तारै मेरा हातले मेरो लाडो पाइन्ट बाहिरबाट नै सुमसुम्याउन थाले। त्यसपछि त झन् उनले निहुरे जस्तो गरेर बिस्तारै आफ्नो स्कर्ट माथि सारिन्। अब झन् पुरै देखिएको थियो। बाहिरबाट नै मेरो लाडो छामिरहेका मेरा हात अनायासै पाइन्टभित्र नै पसेर लाडोलाई हल्लाउन थाले। उनी आफू बसेको ठाउँबाट सरेर अलि उता गइन् र आँखाको इसाराले बोलाइन्। म पनि के कम उनी भएकै सोफामा गएँ। उनी बिस्तारै म भएतिर आइन् र म पनि। हामी दुवैजना टाँसिनु पुग्यौं। मैले मेरो हात सोफामा अडाएँ र बिस्तारै खुट्टाको औँलाले उनको खुट्टामा छुन थाले। उनी लजाउँदै थिइन्। बिस्तारै मैले मेरो देब्रे हात उनको घाँटीमा लगेँ, तर उनले केही प्रतिक्रिया नै नजनाएपछि मैले मेरो हात बिस्तारै उनको काँधमा राखेँ। झन् उनी त लजाउँदै खुट्टाका औँलाहरू चलाउन थालिन्। मेरो पालो बिस्तारै मेरो हात उनको त्यो पुक्क परेका रसिला सुन्तलाका दाना जस्ता देख्दैमा एकैपटकमा कप्प खाउ जस्ता ठूला ठूला र पिउरी जस्ता गिला गिला बुबुका पोकासम्म लिएर आए, अनि एउटा औँलाले बिस्तारै उनको गिलो र कसिलो बुबुको पोको छुन थाले। उनी त झन् पग्ले जस्तो लाग्यो मलाई। त्यसैले मैले मेरो देब्रे हातको पुरै औँलाहरूले उनको बुबु सुमसुम्याउन थाले। उनले अनौठो आवाज निकाल्न थालिन्। अनि मेरो पालो मेरो दाहिने हात बिस्तारै उनको घोडामा राखे। देब्रे हातले एउटा बुबु मोल्दै दाहिने हातले उनको साप्रा सुमसुम्याउँदै उनको मालसम्म पुगे। उनी त झन् ठुलो स्वरमा ओस ओस जस्ता आवाज निकाल्न थालिन्। एउटा हातले बुबु मोल्दै अर्को हातले सुमसुम्याउँदै बिस्तारै मैले उनको गतिमा चुप्पा गर्दै बिस्तारै कानमा अनि गालामा अनि फेरि बिस्तारै उनको मुखमा पुगे र मेरो मुखले उनको मुख टम्म थुनिदिए। त्यसपछि मैले मेरो दाहिने हात उनको कछिटभित्र छिराएँ। उनले धेरै पानी निकालिसकेकी रहेछिन्, जसले गर्दा उनको कछिट पुरै भिजेको थियो। उनको त्यो भर्खर उम्रन खोजेका सेता खैरा बुत्ला, आहा कति प्यारो र सुन्दर। अनि मैले मेरो हात निकालेर कछिट बाहिरबाट नै सुमसुम्याउन थाले। बिस्तारै फेरि भित्र छिराए र उनको पाउरोटीमा औँलाले वरिपरि रगड्दै एउटा हातले बुबु मोल्दै मुखमा चुप्पा गर्दै अर्को हातले उनको पाउरोटी चलाउन थाले। मैले अब दाहिने हातको चोर्नी औँला उनको दुलोभित्र र बाहिर गर्न थालेको त उनी अय्या दुख्यो, छिटो छिटो आत्था पोल्यो भन्दै कराउँदै चित्कार आफ्नो मुखबाट निकाल्दै थिइन्। उनलाई सायद धेरै मजा आइरहेको थियो र उनी आफ्नो त्यो कसिलो पुक्क परेको बाजो मालमा छिटो डन्डा घुसारेर बाजो तोडोस् भन्ने चाहन्थिन् होला। त्यसैले मैले पनि ढिला नगरी बिस्तारै दाहिने हात उनको सरदामबाट झिकेर उनको सबै खोलिदिए अनि उनलाई चुप्पा गर्दै छिटो छिटो आफ्ना सबै खोलिन उनको पनि खोलिदिए। अब हामी दुवैजना जन्मजात जस्तै भएका थियौं। दुवै हातले उनको बुबु मोल्दै बिस्तारै मुखबाट चुप्पा गर्दै उनको त्यो कुवासम्म पुगे र मजाले उनको त्यो कुवाको नुनिलो पानी खान थाले। उनी आम्मा मलाई भयो अय्या जस्ता आवाज निकाल्दै थिइन्। उनको मुखबाट अन्यासै छिटो प्लिज छिटो, अब त मलाई मेरो राजा छिटो छिराउन। म सहन सक्दिन। छिटो डन्डा कोच न, मेरो दुलो च्यातिदेऊ न, बाजो तोदिदेऊ न, प्लिज प्लिज छिटो छिटो पोल्यो जस्ता शब्द निस्कदै थिए। मैले पनि मेरो माल उनको दुलोको किनारामा दले र बिस्तारै उनको दुलोमा हाले, तर त्यत्रो पानी फ्याट्दा पनि मेरो डन्डा उनको त्यो कसिलो दुलोमा छिरेन। त्यसैले मैले मज्जाले बल गरेर धक्का दिएको त स्वात्तै छिर्यो। उनले अय्या मरेनी मम्मी दुख्यो, निकाल्नु न मरेनी भन्दै चित्कार निकाल्दै रुन थालिन्।
उनको दुलो च्यातिएकोले गर्दा उनको मालबाट खलल रातो बग्न थाल्यो। मैले मेरो डन्डा एकछिन नचलाइकन उनको माल भित्रै राखिरहे। उनी रुन छाडेपछि बिस्तारै भित्र माल चलाउन थाले अनि बिस्तारै डन्डालाई भित्र बाहिर गर्न थाले। अब त उनलाई पनि दुख्न छोडेछ क्यारे उनले पनि तलबाट बल लगाएर मलाई साथ दिन थालिन्। त्यसपछि मैले पनि फटाफट डन्डा भित्र बाहिर गर्न थाले। यसरी करिब 30 मिनेट जति मचिएपछि म शिथिल भए अनि उनी पनि। मैले मेरो डन्डा निकालेर उनको मुखभरि झारिदिए र मेरो माल उनको मुखमा कोचिदिए। उनले मेरो डन्डालाई लालीपप जसरी चुस्न थालिन् अनि मैले मेरो माललाई उनकै मुखमा नै भित्र र बाहिर गराउन थाले। फेरि मैले मेरो डन्डालाई उनको मालभित्र घुसारेर दनादन दिन थाले। करिब 45 मिनेट जति चिकेपछि म पुरै शिथिल भएँ र उनीमाथि सुते र उनी पनि शिथिल भएकी थिइन् र यत्तिकैमा हामी दुवैजना निदाएछौँ।